हजुरआमा के पकाउँदै हुनुहुन्छ? पकौडा बनाइरहेकी छु। घरको काम सिक्नुपर्छ छोरी मान्छेले। आमा गाला पोलिरहेको छ। नबोली बस नानी, आमा छाउँदैछु, सबै ठिक हुन्छ। जुनतारा त भूत जस्तै देखिएको छ, उसँग नखेलौ। प्रकृतिले सबैलाई सुन्दर बनाएको छ, तर सुन्दरताको नियम समाजले आफ्नो अनुसार बनाएको छ। म पहिला जस्तो कहिल्यै हुन्न र? के यो दाग अब सधैँ मेरो गालामा बस्छ? जुनताराको बचपन ऐनामा देखिएको सत्यले सकिएको थियो। हाम्रो छोरीको जिन्दगी बर्बाद भयो, कतै लग्यो भने नि सबै डराउँछन्। हामी मरेपछि पो के हुने हो? जुनताराको लागि घर पनि घर जस्तो थिएन। के सोचेर मेरो नाम जुनतारा राखिदिनु भएको थियो आमा? सायद जुन जस्तै दाग मैले भाग्यमै लेखेर ल्याएको थिएँ। यो पछ्यौरी नै अब मेरो साथी हो। ढाकिएको अनुहारले मलाई पनि थोरै बाँच्ने अधिकार दिन्छ कि? पछ्यौरीले आफ्नो अनुहार र दिनरात आँसुले रुज्ने परेलाहरू ढाकेरै उनी हुर्किएको थिइन्। जेनतेन पढाइ लेखाइ गरिन् र जागिर खाने सोच गरिन्। सर, म राम्रोसँग काम गर्नेछु। हामीलाई फ्रन्ट डेस्कका लागि अलि राम्रो देखिने मान्छे चाहिएको थियो। तपाईलाई केही मिल्ने काम भए खबर गरौला। मेरो जिन्दगी पनि उनीहरू जस्तै बेदाग हुन्थ्यो भने म पनि हाँस्दै खेल्दै चोकमा डुल्थे होला, सपनाहरू देख्थे होला। जुनताराको बिहे खान पाउने हो कि होइन? अब उसको दाइको बिहे टन्न खानुपर्छ है। अनुहार ढाकेर बस भन्नु तपाईको बहिनीलाई? मेरो भाइहरू आएको थिए, सातो नै झण्डै गयो रे। पाहुनाहरू आएर खाना नि घिन मान्छन्। मलाई कति गाह्रो छ मिलाउन। म के गरौं? त्यो जुनतारामा पनि दाग छ अनि यो जुनतारामा पनि दाग छ। फरक यति हो, उसलाई देखेर सबै रमाउँछन् अनि मलाई देखेर सबै डराउँछन्। एक्लोपन कहिलेकाहीँ अनपेक्षित रूपमा ढोका ढकढक्याउँछ। मलाई फ्रेन्ड रिक्वेस्ट कसको आयो होला? मेरो त खासै साथी पनि कोही छैनन्। जिज्ञासा र डर बीच एउटा सानो निर्णय। एक्सेप्ट गरौं कि नगरौं? यति राम्रो मान्छेले मलाई कसरी रिक्वेस्ट पठाउनु भयो होला? शब्दहरू कहिलेकाहीँ औषधि जस्तै हुन्छन्। उनी प्रकाशको मेसेज पढेर खुसी थिइन्। हाय, तिम्रो नाम कति राम्रो। तिम्रो आवाज कति राम्रो रहेछ, त्यसै बोल्न लाज मान्छौ। तपाईको पनि राम्रो छ। आवाजमा भावना झन् नजिक भएको थियो। जुनताराको दाग लागेको गालामा सधैँ आँसु झर्ने गर्थ्यो, तर अचेल त्यो गाला हाँसोले पनि चाउरिन थालेको छ। कहिलेकाहीँ एउटा प्रस्तावले मन हल्लाउँछ। म तिमीलाई भेट्न चाहन्छु। उसले मलाई देखेको छैन, सायद त्यसैले मलाई सुन्दर सोचेर बोल्दैछ। तर मलाई देखेर बोल्नै छोड्यो भने मेरो एउटा मात्र खुसी त्यो पनि गुम्नेछ। तर कतिन्जेल डराएर बस्ने, एक न एक दिन थाहा भइहाल्छ। झुटो सपना सजाउनु भन्दा साँचो यथार्थ भनिदिन्छु। प्रतीक्षा सबैभन्दा गाह्रो हुन्छ। जुनताराको मुटुको आवाज आफैले सुन्ने गरी जोड जोडले धड्किएको थियो। जुनतारा, तिमीले मसँग आफ्नो दागको कुरा लुकाउनु हुन्थेन। भेटेरै भन्छु भन्ने सोचे, अलिअलि डराएर पनि भन्न सकिन। जुनतारा, म अलि हतारमा छु, काम आयो अचानक। अहिले नै? पछि कुरा गरौँला है। उसले पनि सबैले जस्तै मेरो दाग मात्र देख्यो, तर होइन होला, ऊ त्यस्तो त थिएन। किन रिप्लाई गरेन उसले? बिजी होला हो नि, बिजी नै होला। पहिले त आफै मेसेज गर्थ्यो, अहिले के भयो? के मेरो शङ्का सही थियो? एकपटक मेसेज गरिदेऊ न, म यत्तिकै पर्खिरहेकी छु। अब बाटो बोल्दैनौ भने पनि एकपल्ट भन्देऊ। उठाउ न प्लिज, मलाई किन यस्तो गर्यो? मेरो के दोष थियो?
मलाई कसैसँग बोल्न मन छैन। जोसँग बोल्न मन छ उसको फोन आउँदैन। मैले के गल्ती गरे? मेरो अनुहार, मेरो दाग, या म थोरै खुसी भए? के तिम्रो आगमनमा खुसी हुनु मेरो गल्ती थियो? मलाई कसैले किन माया गर्छ? आखिर प्रेम पनि त रूप हेरेरै गर्छन्। मेरो भोक, प्यास, निन्द्रा पनि तिमीसँगै गयो। जाँदा जाँदै मेरो अन्तिम आश पनि त्यही तोडेर जानु पर्थ्यो तिमीले। जति नै आदर्शका कुरा गरे पनि मानिसले आखिर रोज्ने भनेको त्यही सुन्दर अनुहार हो। मनको सुन्दरता मुहारमा कहाँ देखिन्छ र? कति प्यारो रहेछौ तिमी मेरो लागि। पर्खे आशा पलाउँछ, न पर्खे आँखा रसाउँछ। मेरो साथी नै यी शब्दहरू हुन्। तिमीलाई सुनाउने सबै सुख दुःख अब यही नोटबुकले सुनिदेला। तिम्रो मायालाई अब म कविता बनाएर लेख्छु। आवश्यकता भन्दा बढी विश्वास गरेपछि कि त आँखा रसाउँछ कि त पुरै विश्वास हराउँछ। कसलाई मन लाग्छ र रोइरहन्, तर भाग्य नै त्यस्तै छ। म खोजिरहेछु खुशीका पल, जिन्दगी दुःखमै व्यस्त छ। फरक नाम पहिचान राखेर पोस्ट गरिदिन्छु। मेरो अनुहार देखे भने फेरि राम्रै लेखेको भए पनि नराम्रो भन्छन् होला। डर लाग्यो, तर कतै न कतै त मैले मेरो मनको कुरा पोख्नै पर्यो। सुनिदिने साथी पनि कहाँ छ र? हरेक दिन यसरी नै फोनमा तिम्रो बाटो हेर्दा हेर्दै मैले मेरो जिन्दगी कति बर्बाद गरिसकेको रहेछु। आज एक अन्तिम पटक हेर्छु तिमीलाई, अनि डिलिट गरिदिन्छु। तिम्रो धोकाले मेरो जिन्दगीको नयाँ ढोका खोलेको छ। कुनै कुनै पीडाहरूले मानिसलाई अझै बलियो बनाउँछ। किन मान्छेहरू मसँग यति डराउँछन्? फिल्म डाइरेक्टरको अफर, मलाई भेट्ने? मलाई कसैले मन नपराए पनि मेरो कथाहरू चाहिँ सबैले मन पराउनु भएको छ। यदि मैले स्वीकार गरे भने उनीहरूले मलाई देख्नेछन्, तर मलाई मान्छेहरूसँग किन यति धेरै डर लाग्छ? सायद माया नपाएर होला। म तयार छु कि छैन? फेरि भेट्न जाँदा मेरो काम भन्दा अनुहार नै पो हेर्ने हुन् कि? तर कति डराएर बस्ने? प्रगति गर्नु छ भने मैले जानै पर्छ। फेरि प्रयासले जस्तै मलाई देख्न साथ भाग्ने हो कि उहाँ पनि? के म जानु सही हुन्छ कि अरूलाई पठाऊ मेरो ठाउँमा? यो दाग मेरो अस्तित्व नै हो। मैले लुकाए पनि डराए पनि यो रहन्छ नै। अब मैले यसलाई अपनाएर बाँच्न सिक्नै पर्छ। आफैले आफ्नो कमजोरीलाई जितेर आज जुन तारा पहिलो पल्ट कामको लागि अगाडि बढेकी छिन्। जुन ताराजी, आउनुहोस्, बस्नुहोस्, म तपाईलाई नै कुर्दै थिएँ। धन्यवाद हजुरले मलाई बोलाउनु भएकोमा। म चाहन्छु तपाईँ मेरो फिल्मको राइटर बन्नुहोस्। तपाईले लेख्नु भएको कथाहरू, कविताहरू धेरै राम्रो छ। कहिलेकाहीँ मनको भावना कागजमा कोर्छु। हस्, म लेख्न सुरु गर्छु, तर पहिलो पल्ट हो। पहिलो नभई दोस्रो कसरी हुन्छ त? सिक्दै गर्दै जाने हो नि। मैले हिम्मत गरेर पहिलो पल्ट यस्तो मौका पाए। डराएर नगएको भए यो मौका पनि जाने रहेछ। जुन दिन उनले लुक्न छोडिन्, त्यो दिन उनले उड्न सिकिन्। जुन ताराजी, कथा कति लेखेर सक्नुभयो? लेख्दैछु, प्रयास जारी छ। छिट्टै सकाउने कोसिस गर्दैछु। तपाईलाई तिमी भन्दा मिल्छ? तिमी भन्दा अझै सजिलो होला है? हुन्छ, हजुरलाई जे सजिलो हुन्छ। यो सबै विश्वभरिका सुन्दर लेखकहरूको लेख हो। तिमी पढ्नु। धन्यवाद। किन यति मेहनत गर्नुभयो मेरो लागि? पहिलो पल्ट कसैले मलाई केही उपहार दिएको छ। पहिलो पल्ट मसँग कोहीसँगै बसेर चिया पिउँदैछ। म धेरै बोल्दिन, तर लेख्न मन पर्छ।
त्यो देखिन्छ शब्दहरूमा, तर तिमी बिस्तारै अरूसँग पनि काम गर्नेछौ, बोल्न पनि सिक्नुपर्छ है। तिम्रो नाम तिमी जस्तै सुन्दर छ। मजाक नगर्नुहोस् न सर, मलाई सुन्दर भनेर। तिमीलाई कुन फूल मनपर्छ? गुलाब। गुलाब बाहेक अरू फूल सुन्दर छैनन् त? त्यस्तै सबैको आफ्नै हेर्ने नजर हुन्छ। मेरो नजरमा तिमी सुन्दर छौ। म केही भन्न चाहन्थे, तर ठिकै छ, पछि भन्छु। जुन तारा तिमी साँच्चै सुन्दर छौ, किनकि तिमी निश्चल छौ। मलाई जुन तारा मन पर्न थालेको छ, तर अहिले भनेर उसलाई कमजोर बनाउनुहुन्न। पहिला उसको आत्मविश्वास फिर्ता ल्याउनु जरुरी छ। हुन्छ, फेरि भेटौला। म अब जान्छु। म पुर्याइदिउ? म पनि त्यतै जान्छु। जुनको दाग छोप्न जसरी सूर्य आउने गर्छ, त्यसरी नै जुन ताराको जिन्दगी सूरजले सजाउला त। उहाँ साँच्चै राम्रो मान्छे हो कि राम्रो भन्ने नाटक गर्दै हुनुहुन्छ? मलाई दया गर्दै हुनुहुन्छ कि? सानैबाट पाएको तिरस्कार अनि प्रयासको धोकाले जुन ताराले फेरि कसैलाई विश्वास गर्ने हिम्मत गर्न सकेकी छैनन्। भोलि भेटौं। लोकेसन हेर्न जानु छ। 9 बजे पसलमा आऊ है, केही सामान लिनुहुन्छ। हस्। हामी यहाँ किन? तिमीलाई नयाँ लुगा गिफ्ट दिउ कि भनेर। यसलाई तिम्रो पहिलो कमाई सम्झिनु। उसको जीवनमा नयाँ भन्ने शब्द नै डर थियो। यो ट्राई गर्छौ? मलाई सुहाउँदैन होला। मैले सधैँ सादा लुगा नै लगाएको छु। उनी आफूलाई सधैँ लुकाएर नै सुरक्षित महसुस गर्थिन्। कुनै कुरा कस्तो छ भनेर थाहा पाउनु पनि ट्राई त गर्नु पर्यो नि, होइन? लगाएर हेर, मन परेन भने नलिने। राम्रै देखियो कि जस्तो लाग्यो। यो दाग नभएको भए अझै राम्रो देखिन्थ्यो होला। ऊ आफैलाई हेर्न सिक्दै थिए बिस्तारै। यो ठाउँ पहिले आएको थियो। म त घरबाट यति टाढा नै पहिलोपल्ट निस्किएको हो। थाक्यो? यो यात्रा बाहिरको थिएन। जुन ताराको मन भित्रको डर जित्नका लागि थियो। नानीले राम्रो राम्रो कथाहरू लेख्नुहुन्छ रे, बस्नुस् न यहाँ। धन्यवाद। कस्तो लाग्यो खाजा? तिमीलाई आउँछ यस्तो बनाउन? मिठो छ। मलाई आउन त आउँछ, तर यति मिठो हुँदैन होला। कति सुन्दर फूल। तिमी जस्तै सुन्दर। फेरि सुन्दर छैन भन्नु तिमी छौ र सधैँ हुनेछौ। सुन्दरता स्वीकारबाट सुरु हुन्छ। तपाईँ राइटर हो? हजुर, प्रयास गर्दैछु। पहिलो पटक ऊ आफूलाई खुलेर चिनाउँदै थिए। आज अरूसँग पनि चिनजान गर्नुपर्छ है। हस्। जुन तारा अगाडि बढ्ने प्रयास गर्दैछिन्। सुरज सरले राइटर पनि कस्तो ल्याएको होला, कस्तो अनुहार दागे दाग भएको। हो र, देखेर त मलाई पनि अचम्म लाग्यो। शब्दहरू कहिलेकाहीँ कान भन्दा छिटो मनमा पुग्छन्। जुन ताराको अनुहार जुनकै जस्तो रहेछ, दाग नै दाग। मजाक उनीहरूको थियो, तर बल्ल तल्ल हिम्मत जुटाएर आए कि जुन ताराको लागि भने चोट बन्यो। कुनै कुनै कमजोरीलाई जित्न धेरै हिम्मत चाहिन्छ, र हिम्मत जुटाएर अगाडि बढ्दा लागेको चोटले फेरि शून्यमै पुर्याउँछ। केही मानिसहरू सुन्छन् तर चुप लाग्दैनन्। सूरजले पनि जुन तारालाई गरिएको तिरस्कार सुनेको थियो। कथा लेख्ने मान्छेलाई अनुहारले नाप्ने हो भने तपाईहरू आफै कुरूप हुनुहुन्छ। सुन्दरता मान्छेको सोचबाट सुरु हुन्छ। पहिलो पल्ट कोही अरूले उसको पक्षमा बोलेको सुनेर जुन तारा खुसी भएकी थिइन्। म भएर हजुरलाई गाह्रो भयो, बेकार विवाद भयो। म दुःख दिन चाहन्न। केही प्रश्नहरू उत्तरभन्दा गहिरा हुन्छन्। कुनै गाँसमा कहिलेकाहीँ ढुङ्गा पर्छ, तर खाना त छोड्दैनौ नि हामी। त्यस्तै हरेक पाइलामा यस्तै मानिस भेट्छौ। अगाडि बढ्नुपर्छ।
सुरज सर साँच्चै राम्रो हुनुहुँदो रहेछ। आज ऊ दुखी थिए, तर त्यो भन्दा धेरै कोही आफ्नो लागि उभिएको देख्दा खुसी थिए। धन्यवाद त्यो दिन मेरो लागि उभिएकोमा। म तिम्रो लागि जोसँग पनि लड्नेछु। सानो साथले पनि ठूलो हिम्मत मिल्छ। जाऊ, आज म घुमाउँछु तिमीलाई। कहाँ? शान्त ठाउँ, पक्का खुसी हुन्छौ। सुरजले जुनतारालाई बिस्तारै हिम्मत दिँदै अगाडि बढाइरहेको थियो। कस्तो लाग्यो? कति राम्रो ठाउँ। म त पहिलोपल्ट यस्तो ठाउँ आएको। हामी बोटमा जान्छौ? डर लाग्छ तिमीलाई? नडराउ, केही हुन्न। लाग्छ नि। सक्दिन होला। म छु नि, तिमीलाई केही हुन दिन्न। के गर्नुभएको? पानी छ्यापेको। हजुरलाई पनि छ्याप्दिउ? हस्, दिनुस्। ऊ फेरि हाँस्न थालेकी थिए, खुसी हुन सिक्दै थिए। मेरो सल। पुरानो डर फेरि फर्कियो। तिम्रा आँखा कति राम्रा छन्, र यो कपाल के लुकाउने? फूल पनि त फुलेपछि नै सुन्दर देखिन्छ। सल बिना फर्किनु? हो, अबबाट आफ्नो सुन्दर आँखा सबैलाई देखाउने है। साँचो मायाले मानिसलाई बलियो बनाउँछ। तिम्रो मेहनतले आज यहाँसम्म पुगेको छौ। तिमीलाई बधाई छ। मेरो त सानो प्रयास मात्रै हो। तपाईलाई देखेर मैले सल लगाउन छोडे। तिमी कहिल्यै नलग्नु है। मेरो अनुहारको दागले मलाई त्यति दुखाएन जति अरूको शब्दले दुखायो। तर आज म कसैको हिम्मत बनेको छु। एक पटक भेट्न सक्छौ तिमी? मलाई केही कुरा गर्नु छ। कहिलेकाहीँ ढिलो आएको बोलाइले गहिरो गरी लागेको घाउ निको पार्दैन। प्रयासले जुनतारालाई भेट्न बोलाएको थियो, तर ऊ अल्मलिएकी थिए। जानु कि नजानु, गएर पनि के भन्नु के? धन्यवाद, तिमी आयो। के भन्न चाहनुहुन्छ भन्नुस्? मेरो धेरै काम छ। म गलत थिएँ, तिमीलाई बुझियो। थाहा छ, गल्ती स्वीकार्दैमा सबै कुरा पहिले जस्तो हुँदैन। तपाईले मलाई छोड्नु भयो। त्यो बिछोडले मलाई धेरै पीडा दियो, तर हिम्मत पनि दियो। अहिले म खुसी छु। एक अन्तिम मौका पनि दिँदैनौ तिमीले? केही सम्बन्धहरू समाप्त गर्दा नै सबैलाई खुसी मिल्छ। तिमीलाई ठिक छ नि? ठिक छु। मनको बोझ पनि सकिएको छ। नयाँ सम्बन्ध बनाउनलाई पुरानो हिसाब बन्द गर्नुपर्छ, अनि साँचो मायाले आफ्नो बाटो आफै बनाउँछ। धैर्य गर्नुपर्छ।